So guys, welcome back to my vlog. Welcome back to my new vlog. And आजको दिन चाहिँ स्टार्ट भइसकेको छ। बिहानै सिन्ताम गरेर आएको। तँलाई त फोनै गरेको मैले। फोन हैन म चालै पाएन। त्यो भएर। गाइस हामी घर पनि पुगिसक्यो अब दिन यसरी स्टार्ट हुँदैछ। अन्त हाम्रो यहाँ एकजना भगत सिंह भेट्न आइदिएको रहेछ। ट्रिपेनिङ कोइदिएको रे हल्का हैन। पिकनिक खेल्नु? ल सेफ जर्नी बिस्तारै जानु। र विनोद दा आइसक्यो। यसो विनोद दा के रे हाम्रो भोला नआइहाल्यो सो हामी टायर बनाऊँ। अब हामी चाहिँ कहाँ गएको भन्दा गाइस हामी चाहिँ बाइपासमा गएको टायर बनाउनु पर्ने हुन्छ हामीले अब। र लेट्स गो। हामी चाहिँ पुगिसक्यो टायर बनाउने जग्गामा। तिमीहरु पम्चर भएको थियो भाइ हेर्दैन अलिकति अहिले लगाउनु। यस दा व्हाट्स अप कान्छा के हो नयाँ चिसो भएर आइरहेको रहेछ। आमा हाम्रो चाहिँ गाइस यो टायर लिकै छैन रहेछ हो, बिग्रेकै छैन रहेछ। त्यतिकै यो आवाज कसैले बदमास गरेर छोडिदिएको जस्तो भन्दैछ हामी चाहिँ हो। त्यो अनुमान लाउँदैछ हामीले चाहिँ हो, बिग्रेको छैन रहेछ टायर। इट्स ओके गाइस। अब चाहिँ हामी लाग्दिएको कता हुन्छ। अब चाहिँ म कोक किन्न आएको। यहाँ कोक दाजु कोक दिनु नि। पर्खिरहेको हुन्छ। अब चाहिँ यहाँबाट खाजा किन्नुपर्ने छ। अब चाहिँ मोमो हल्का दाजुहरू चाहिँ पर पर्खिरहेको रहेछ। र गाइस मैले चाहिँ मोमो किनिसकेँ। अब चाहिँ गाडीमा बसेर खाइदिनुपर्छ। स्याटिस देखिँदैछ यहाँबाट चाहिँ गाइस। यो मैले पेन्ट गरेको नि भाइ। यो जग्गाहरू स्याटिस देखिँदैछ हाम्रो। निमताङ झन् 36 देख्छ नि भाइ। हो नि त। भ्याली त हामीले चाहिँ मोमो पनि लिएको छ। अब मोमो चाहिँ तल गएर खाने। सो गाइस हामी खाजा खाने स्पटमा आइसक्यो। र यो जग्गा चाहिँ कहाँ हो भन्दा चाहिँ यो चाहिँ नर्थ साइड हो। नर्थ साइडमा चाहिँ यस्तो दामी जग्गा छ। यहाँ टेबल पनि छ। हुन्छ यहाँ चाहिँ जग्गा पासै बास हो, फ्रेस हावा मजाको। खानु न भेज मोमो गाइस। मोमो चाहिँ 36 रहेछ। अलिक टाढो बाटो हिँड्ने म कि अलिक जोकेर बस्नु। 36 है मोमो चाहिँ दा। के को चिकन खान्न अब हान्नु है। दामी छ हामीले त हान्दियो। अब चाहिँ हामीले खाजा पनि खाइसक्यो। हाम्रो पिरो भइदियो। खाजा पनि खाइसक्यो भनेको। यो भनेको तलको पुल पनि दामी छ है। कहाँ तल आज तल पनि छ नि। बाटो राम्रो छ बाटो चाहिँ। पर भनेको हैन। स्याटिस हावा हुँदैछ खोला मजाको। चाहिँ 36 रहेछन् भाइ। तल चाहिँ मजा आउँछ नि त। यहाँ त पौडी खेल्नु तल मजा आउँथ्यो नि। यहाँ त सबै पानी छ नि ओभर। गाई यो झर्दै गरेको चाहिँ नेचुरल पानी हो। आम्बो गाइस look at this गाइस। खोला चाहिँ ओभर 36 छ। यस्तो सेतो छ खोला चाहिँ हाम्रो। अब चाहिँ हामी भित्र एन्ट्री हुँदैछ। जग्गा चाहिँ ओभर चिसो है गाइस। यो चाहिँ फेरि नर्थ हो। बाटो चाहिँ ओभर फिस्लन्छ है। पानी परेन सक्दैन हिँड्नु यो बाटो। अब कहाँ दामी रहेछ यहाँ। पूजाको सामानहरू पनि फाल्दो रहेछ यहाँ है गाइस। ओभर रड्डी जग्गा गुफा कहाँ रड्डी रहेछ यहाँ। पूजा सामानहरू पूजाहरू यो गर्दो रहेछ गाइस। यहाँ गुफाहरू बस्छ होला है लामाहरू त्यस्तो लाग्यो। खोला त कहाँ चिप्पा क्या सफा पानी हेर्नु न त पहिला गाइस। आम्बो कसम रड्डी यस्तो गहिरो छ कि यो चाहिँ दा। पानी आएको देख्नु सक्नुहुन्छ गाइस। आम्बो क्या सफा पानी फेरि। गाइस अब चाहिँ हामी यहाँबाट लाग्दिनु पर्ने हुन्छ किनभने यहाँ पानी पर्ला जस्तो भयो। र एकदम खोलामा मजा आयो खेल्नु। एकछिनमा पनि दिपेश त चिप्स खाँदै आउँदैछ। र अगाडि केटा हिँडिसक्यो गाइस। अहिले चाहिँ हामी तल खोलाबाट आइसकेर माथि यहाँ फल्स हेर्न आएको छ। फल्स चाहिँ यो हो। दामी छ फल्स चाहिँ। पहिला ड्याममै आउँथ्यो यो डल्लै आउँथ्यो।
अनि मजाको हुन्छ गाइस अब चाहिँ हाम्रो जाने बखत आइसक्यो अब हामी गएको यहाँबाट गाइस हामी माथि रोड पनि आइसक्यो र अब चाहिँ फर्किँदैछ घरपट्टि र अब घर फर्केको गाइस हामी घर पनि पुगिसक्यो हामीलाई पर जिउ दुखेर अनि जिम्दा लागेन भने खेत लगान गाइस अब चाहिँ घर पुगिसक्यो हामी र अब चाहिँ हामी दिपेशताको च्यालेन्ज खेल्ने फेरि आज पनि र घाम चाहिँ टनटन छ केटाहरू अब उयो भइसक्यो अब निन्द्रा लाग्ला जस्तो भइसक्यो निन्द्रा लाग्ला जस्तो भइसक्यो भनेर चाहिँ म अब उठिदिन्छु भनेर चाहिँ यस्तो साइडिस घाम लागिरहेछ अन्त सो गाइस हामी यहाँ दिपेशताको च्यालेन्ज नयाँ बनिँदैछ दिपेश 24 मा चेक आउट ए 24 आवर्स हल्का रेडी बिनोद दा 5 जना सो गाइस अहिले भने चाहिँ हामीले दिपेशताको च्यालेन्ज पनि खेलिसक्यो र पदम दाले जित्यो पदम दा हो विनर आजको हिजो बिमार भएर सुतेको आज चङ्गा एकदम चङ्गा घरजन अघि च्यालेन्ज खेलेर हेर्नु न यस्तो लुक मैले लागिरहेछ मलाई मार्छ होला मम्मीलाई अब ल दा म घर चल्दिएको ल ल दिपेशता बिस्तारै आउनु ठिकै दा घर जातै अब ल भाइ ठिकै बाई बाई राजा ओके ल ओ अम्बो खोर्सानी खानु हुँदैन त खोर्सानी खोर्सानी मिठाई के पनि खान्छ सिगरेट हो यो सिगरेट सिगरेट खान्छ पुगुले अम्बो पुगुले अम्बो ल गोगला दा म पनि अल्छी लाग्यो आमाले नि आमा लिनु भने आमा त घरमै छ अब कामहरू गरौँ कामहरू सो गाइस म घर पनि आइसकेँ र मेरो घरको कामहरू थुप्रो छ आज चाहिँ हो र पानी थाप्नुहरू पनि जानुपर्ने छ पानी छैन घरमा हो त्यो अब गान्तोकमा बस्ने सबैलाई थाहै छ र ट्रिपहरू छ थुप्रो थुप्रो ट्रिपहरू छ र ट्रिपमा एकदम मजा आउँछ र अहिले ट्रिपमा को बारेमा चाहिँ म केही भन्दिनँ हो अब तपाईँहरू बादमा आफै चाल पाइहाल्नु सक्नुहुन्छ तपाईँहरूले ट्रिप कहाँ जान्छ के गर्छ हो र त्यही हो आजको लागि चाहिँ यति नै थियो भिडियो सो थ्याङ्क यू सो मच फर वाचिङ दिस भिडियो र मन पऱ्यो भने लाइक सेयर एन्ड सब्सक्राइब गरिदिनुहोस् इफ च्यानलमा नयाँ हुनुहुन्छ भने सब्सक्राइब गरिदिनुहोस् गाइज बाई बाई अझै एन्टरटेनिङ भिडियोहरू अझै मजाको आउँछ सो डोन्ट फर्गेट टु लाइक सेयर एन्ड सब्सक्राइब बाई बाई गाइज टेक केयर सी यू सुन इन माई नेक्स्ट ब्लग बाई बाई गाइज